भनिन्छ आमाको न्यानो काखलाई संसारको कुनै पनि कुराले पुरा गर्न सक्दैन। तर जब एउटा बच्चाले आफूले जन्मेको केही दिनमा आमा गुमाउँछ तब उसको संसार कस्तो होला तपाईँ हामी कल्पना गरौँ त। यो कथा जापानको एउटा चिडियाखानाको हो। एउटा सानो बाँदर, उसको नाम पन्च हो, उसलाई जन्मे लगत्तै उसको आमाले छोडेर जान्छिन्। एक्लोपन र छटपटाइरहेको पन्चलाई सहारा दिन त्यहाँका कर्मचारीले एउटा ठुलो टेडी बियर दिए। त्यस दिनदेखि यो खेलौना मात्र रहेन पन्चको लागि, यो उसको संसार नै बन्यो। उसले त्यही टेडीसँग खान थाल्यो, सुत्न थाल्यो अनि त्यही टेडीसँग रमाउन थाल्यो। त्यही टेडीलाई आफ्नो आमाको दुखदुखी सम्झेर टाँसिएर सुत्न थाल्यो, माया गर्न थाल्यो। अहिले पन्च अलिक ठुलो भएको छ, 6 महिना पुगिसकेको छ। ऊ आफ्नो साथीभाइहरूसँग पनि घुलमिल गर्न थालिसक्यो। तर आज पनि जब उसलाई डर त्रास लाग्छ अथवा असुरक्षित महसुस गर्छ, ऊ दौडेर त्यही टेडी भएको ठाउँमा पुग्छ। लाग्छ कि उसले त्यो टेडीबाट आमाको माया पाइरहेको छ। आजभोलि सोसियल मिडियामा धेरै भाइरल भइरहेको छ यो भिडियो। यो भिडियोले मेरो पनि मन असाध्यै छोयो। जब पन्चलाई दुःख महसुस हुन्छ अनि आफ्नो त्यही पुरानो टेडीलाई अँगालो हाल्छ, त्यही टेडीसँग रम्छ। वास्तवमा आमाको महत्त्व के हो भन्ने कुरा यो जीवले जनाएको छ।